ल गाइज हामी जाँदैछौँ आज खै कता थाहा छैन 8 बजे सरप्राइज हिजोदेखि सोधेको स्टिल भन्नुभएको छैन सरप्राइज छ सरप्राइज हो पनि बाई बाई सी यू सबैजनालाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। म इडेन आइल्यान्डमा छु अनि हामी चाहिँ आज सबमरिन जाने अनि डुङ्गा चढेर पुरा समुद्र घुम्ने प्लान छ हाम्रो। अनि हेरौँ कस्तो हुन्छ हैन, त्यहाँको दृश्यहरू सबै तपाईहरुलाई देखाउने छु। म चाहिँ यहाँ तयारी भइसकेको छु सबमरिनमा जानको लागि चाहिँ यहाँ, अनि पुरै टिकट सिकट लिएर तयारी भएर बसिराखेको हैन। अब लगभग 15-20 मिनेट पछाडि चाहिँ हामी उसमा जान्छौँ, सबमरिनमा जान्छौँ। हामी सबमरिन जाने भनेर बसिरहेको चाहिँ यतापट्टिको रातो कलरको हो, तपाईहरुले यो मेरो पछाडि देख्न सक्नुहुन्छ। यो चाहिँ इडेन आइल्यान्ड हो। इडेन आइल्यान्डको वरपरको बोटहरू पार्किङ गरेर राखेको छ। यो सानो बोटहरू चाहिँ एउटा आइल्यान्डबाट अर्को आइल्यान्डमा जानको लागि चाहिँ बोटहरू हो यो सबै। यतापट्टि तपाईहरु देखिराखेको चाहिँ अनि समुद्रको बीचमा एउटा पुल छ यतापट्टि। यो पुल एकदम लामो छ, यो गाडीहरु पनि पासिङ भइरहेको छ यहाँनिर। अनि माथि पहाड छ, समुद्रको बीचमा घरहरु चाहिँ एकदम आकर्षक छन्। यो तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो पछाडिको। अनि यो सानो गाडी छ यता बगी, यो चाहिँ पुरा समुद्रको माथिबाट चाहिँ बाटो बनाइएको छ अनि त्यहाँबाट सरर उता जान्छ बोटहरु मेन्टेन गर्नको लागि। अनि बोटमा सामानहरु लानको लागि चाहिँ यो बगी युज गरिन्छ यहाँ चाहिँ। आज मौसम त्यति राम्रो छैन, त्यो कारणले गर्दाखेरि मेरो भिडियो अलिकति मधुर आउन सक्छ हैन, त्यति राम्रो चाहिँ छैन। किनकि बादलले लागिरहेको छ, उता डाँडा काँडा सबै बादलले चाहिँ छोपिराखेको छ कि। जाने चाहिँ डुङ्गामा भनेको त्यो रातोमा चढेर जाने हो, चढेर जाने हो यहाँबाट। हेरौँ कस्तो हुन्छ। यो ठुल्ठुलो चढेर जान पाए त हुन्थ्यो, तर ठुल्ठुलो चढेर जानको लागि त्यही अनुसार पैसा हुनु पर्यो नि। तिम्रो नाममा ठुल्ठुलो बोट चढाउँथे, तिम्रो त पैसा धेरै धेरै तिरेन कि, त्यही भएर अब अर्को महिना तिमीहरूको पुरै तलब लिन्छु दुईजनाको। अब ठुलोमा जाने हो भने उहाँ उताबाट चढ्नुपर्छ होइन, माथिबाट। ठुलो बोटमा जाने हो भने उताबाट चढ्नुपर्छ टाउनबाट। यो सानो रातो चढेर जाने हो भने यहाँबाट जाने हो। सबैजना तयारी भएर बसिरहेको छ। रातो लुगा लाउनु सकेन अनि उता सेतो यता पहेँलो कम्बिनेसन एकदम मिलेको छ क्या। मेरो भाइलाई र सालीलाई चाहिँ इडेन आइल्यान्डमा घुमाउनु ल्याएको थियो, पुरा उता चाहिँ घुम्दैछन् मस्तले। अनि म चाहिँ एक्लै हिँडिरहेको छु यहाँनिर। अनि यो चाहिँ इडेन आइल्यान्ड हो। यहाँ पछाडि रातो रातो जस्ताको छानाहरू छ, पुरै घरहरू बबाल छ। अनि यहाँ चाहिँ डुङ्गाहरू पार्किङ गरिरहेको छ, पुरै डुङ्गा पार्किङ छ। अनि यतापट्टि पनि त्यस्तै खालको घर छ, माथि चाहिँ पहाड छ। रमाइलो ठाउँ छ हेर्नको लागि चाहिँ हैन।
नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। म छु पूर्वी अफ्रिका सिसेल्समा। अनि तपाईहरुले मेरो भिडियोलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, मेरो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। अनि म तपाईहरुलाई यहाँको दृश्य देखाउने कोसिस गरिरहेको छु यतापट्टिको। अनि यहाँ डुङ्गाहरू छ थुप्रै, अनि त्यसपछि घरहरू छ। अनि दुईजना चाहिँ उता भिडियो बनाउन र टिकटक बनाउनमा व्यस्त छन्। अनि म चाहिँ एक्लै छु यतापट्टि। अनि ल यस्तो छ, यता रेस्टुरेन्ट छ। अनि एकजना दाइले यहाँ पनि काम गर्नुहुन्छ यो रेस्टुरेन्टमा। यो चाहिँ बोधवाक रेस्टुरेन्ट हो। अनि शुक्रबारको दिन चाहिँ यहाँ पार्टी हुन्छ, एकदम रमाइलो हुन्छ। अनि यहाँ चाहिँ सबै छ, यहाँ बोटै बोट छ सब होइन, सबैतिर बोट छ। यो बोटहरू चाहिँ सानो सानो आइल्यान्डहरूमा जानको लागि चाहिँ बोट स्टेसन हो यो चाहिँ। अनि अरू अरू थुप्रै आइल्यान्ड छन् यो स्टेसनमा चाहिँ। 115वटा भन्दा बढी आइल्यान्डहरू छ। त्यो आइल्यान्डहरू जानको लागि अनि टुरिस्टहरू घुमाउनको लागि चाहिँ यो बोट चाहिँ प्रयोग गरिन्छ।